धेरै दिनको स्ट्रगल पछि आज बल्ल मेरो फर्स्ट पोर भयो गाइस। फाइनली आई एम डन विथ दिस थिङ। अझै गर्नु त छ कि, तर टुथ सेटिङ गरेर देखाएर अप्रुभ गरेर यतिसम्म पुगे गाइस। बल्ल तल्ल पानी हेर्नु न, बढी घोलेछु के, फेरि पोख्दैछु। हे गाइस, वेलकम ब्याक टु अनदर डे इन माई लाइफ। हेर्नु न, हामी जाने बाटोमा कति धेरै मकै फलेर कस्तो ग्रिनरी थियो, र आज धेरै गर्मी पनि थिएन। होपफुली आजको मौसम राम्रो नै हुन्छ हामीले एक्सपेक्ट गरिरहेको थियौँ, तर यो पोसिबल छैन। हामी क्लासमा पुग्दासम्म ढलिसकेको थिएँ म। मेरो साथीले हावा खाँदै बसेको रहेछ, मलाई पनि हम्काइदियो भनेर एकछिनमा हावा खाएँ। बाफ रे, यो गर्मी, जति गर्मी भयो नि मैले भ्लग बनाउनु चाहिँ छोड्दैन ल गाइस। तपाईँहरू चिन्ता चाहिँ नलिनु, भ्लग चाहिँ म बनाइराख्छु। अनि मेरो साथी गयो, 2टा लेक्चर पढेर बाई बाई। उनीहरूको तल डेन्टलमा जानुपर्ने थियो, सबै निक्लिरहेको थियो। म नि जानुपर्ने थियो, तर एकछिन रेस्ट गरेर जान्छु भनेर बस्दै थिएँ। अनि म भित्र वासरुम गएको, साथी पनि त्यो भित्तालाई छोपेर बसिरहेको रहेछ कि। ओए म त आर्टीमा त डल्ल लागिसकेँ, के गर्नु, ओआरएस चाहियो भन्दै थियो मलाई। म नि ढलिसकेँ राधा भनेर बसिरहेको थिएँ। हामी दुइटैको कन्डिसन त्यस्तै छ कि। मेरो पनि हेमोग्लोबिन 9 छ, उसको पनि त्यस्तै छ, एकदम लो बिपी छ कि उसको, फेरि ढलिरहेको हुन्छ बेला बेलामा। अनि मेरो साथी बल्ल आउँदै थियो। आज बिहान उठ्दै उठेन अरे कि, ढिलो उठेँ, त्यही भएर आउन पाएन भन्दै थियो। अनि अब पोस्टिङको लागि गयो, अनि हामी पनि हाम्रो डेन्टलतिर लाग्यौँ। यति गर्मी थियो गाइस, तर पनि म भ्लग बनाइरहेको थिएँ। म कति स्ट्रगल गर्छु भ्लगको लागि, हेर्नुहोस्। मलाई भाइरल बनाइदिनुहोस् न प्लिज, अति भयो त। अनि म साथीको गाडीमा कलेज गएँ, स्लो मोसनमा। हाम्रो कलेज ब्युटिफुल कलेज, हेर्नुहोस्, राम्रो भ्यू आउँछ, राम्रो भ्यू छ। अनि हामी माथि पोस्टिङमा पुग्यौँ। अनि मेरो साथीलाई माइजूले गिफ्ट गर्नुभएको रहेछ यो सनफ्लावरवाला यो रबर। अनि अर्को साथीले पनि एडमायर गर्दै थियो, मलाई पनि लास्टै मन परेर हामीले भनिरहेको थियौँ। अनि पोस्टिङ सकेर आयौँ। अनि मलाई यिनीहरूले जिस्काउँदै थियो, मेस्मराइजिङ भ्यू भन्दै कि। म मेस्मराइजिङ भ्यू भन्छु नि त, अनि मलाई जिस्काउँदै थियो कि एकदमै। अनि हाँसिरहेको थिएँ, तिम्रो मेस्मराइजिङ भ्यू हेर त, खिच भिडियो गरिरहेको थिएँ। अनि म लन्च खाएँ, लन्च खाएर फेरि लागेँ बेसिकतर्फ। यो सधैँको बाउल बोकेर घाम हेर्नु गाइस। तर दिस हिट कान्ट बिट मी मेकिङ भ्लग। आई विल कन्टिन्यू मेकिङ भ्लग, दिस इज फर स्योर। अनि बिचमा म साथी भेटेँ, उसले मलाई बिचरा कोक अफर गरिरहेको थियो। म एकछिन कोक खाएँ, कोक खाएर पनि गर्मी मेटिएन। लास्ट